धेरै प्रश्न संसारमा उज्यालो दिन भयो अनि रात पनि भयो। दिन र रात सँगै सबै कुरो भइरहेको छ, बितिरहेको छ। मानिस बनियो, पहिलो स्त्री बनियो, पहिलो पुरुष बनियो अनि सचेत भन्ने कुरो थिएन। चेतना भन्ने चेतनशील थिएन। त्यो समय संवेदनशील पनि थिएन। तर भित्र के भयो त्यो अन्धकारमा कसरी थाहा छैन। मानिसलाई हरेक आँखा, नाक, हरेक मानिसको हरेक अङ्ग प्रत्यङ्गलाई हेर्यो भने हेर्नलाई आँखा दियो, सुन्नलाई कान दियो, बोल्नलाई मुख दियो अनि श्वास फेर्नलाई श्वसन दियो, यो नाक दियो। मतलब आदान प्रदान अक्सिजन अनि कार्बन डाइअक्साइड आदान प्रदानको लागि सबै कुरो भयो। बादमा हाम्रो खाद्य खाएको चिज पाचन शक्ति, त्योभन्दा अगाडि असचेत थियो, कुनै कुरो थिएन। तर अन्धकार कहाँबाट आयो? जब मृत्यु पनि त्यसभित्र नै मान्छेमा समेटिएर आएको छ। जब यो मान्छेलाई मान्छेको जुन चाहिँ लिङ्ग छ, त्यो लिङ्ग जुन चाहिँ मान्छेको स्त्रीको लिङ्ग अनि पुरुषको पनि लिङ्ग छ, स्त्रीलिङ्ग अनि पुल्लिङ्ग लिङ्ग जुन चाहिँ छ, लिङ्ग चाहिँ वास्तविकमा हो भने मूत्र विसर्जनको लागि बनिएको हो। जुन चाहिँ पुरुषहरूको अहिले त्यो जुन चाहिँ अन्धकारभित्र कसरी के भएर मान्छेमा सचेतना जाग्यो, असल र खराब कुरो कसले हालिदियो, तब असल र खराब हालेदेखि यो जुन चाहिँ कुरो, जुन चाहिँ कामुकता भन्ने कुरो अनि प्रेम रोग भन्ने कुरो, प्रेम अहिले स्त्री पुरुषमा हो। अहिले हेर्दा स्त्री पुरुषहरू प्रेम भन्छ त्यसलाई, प्रेम। त्यही प्रेम रोगमा आज पनि संसार छ। त्यसलाई प्रेम रोग भन्छ, त्यसलाई प्रेम भन्दैन। प्रेमको अर्थ त त्यो जुन चाहिँ सत्यताको प्रेम हुन्छ त्यो कुरो अर्कै कुरो, फरएभर। त्यो अनन्तसँग छ, अनन्तसँग जोडेको छ। प्रेम भन्ने कुरो, प्रेम रोग भन्ने कुरो काम वासनाको कुरो। जस्तो मेरो अनुभव हो, यो संसारमा अहिलेसम्म बाल्यावस्थादेखि अहिलेसम्म भोगिरहेको जीवनमा, देखिरहेको जीवनमा मान्छेहरूको आफ्नो आफ्नो अनुभव हुन्छ। यो चाहिँ मेरो अनुभव, मलाई लाग्छ त्यही प्रेम रोगमा आज पनि छताछुल्ला भइरहेको छ। प्रेम कसरी आउँछ? प्रेम रोग कसरी आउँछ? प्रेम रोग भनेको इमोसनल सबै कुरोमा एट्याच भएको कुरो छ। त्यसै कारण प्रेम रोग लाग्यो भनेर भन्छ संसारमा आज सुन्दाखेरि। यस्तै हो, सायद यही हो। तर सत्यताको कुरोलाई, सत्यको प्रेम देख्न पनि सक्दैन, छुन पनि सक्दैन। त्यो सत्य प्रेम अमर छ, अमर।